नमस्कार प्रिय मित्र दाजुभाइ दिदीबहिनी साथै जेमसी सबैजनालाई भन्न चाहन्छु र हामी आज यात्राको बारेमा कुरा गरिराखेका थियौँ है। अनि यात्रा चाहिँ सजिलो हुँदैन, एकदमै डिफिकल्ट हुन्छ, एकदमै समस्या हुन्छ। अनि आज चाहिँ हामी यात्रा गर्दै गर्दा पनि तीनवटा ऋणको बारेमा हामी कुरा गर्नेछौँ है आज। अनि ऋण भनेको चाहिँ एकदमै घिन हो, एकदमै कष्टपूर्ण हुन्छ ऋण लिएर हिँड्दै गर्दाखेरि। अनि हामी यात्रा गर्दै गर्दाखेरि हामी ऋण लिएर हिँडेका हुन्छौँ। त्यो ऋण तिर्नलाई हामीलाई धेरै दुःखहरू गर्नुपर्छ, कष्टहरू गर्नुपर्छ है। त्यो भएको कारणले आज त्यो अर्को ऋण पनि हामीमा, यदि हामीसँग मानिसहरूको ऋण छैन भने पनि आज तपाईँ र मलाई एउटा ऋण भएको हुन्छ है। अनि त्यो चाहिँ तीनवटा ऋण हाम्रो जीवनमा हुन्छ भनेर हामीलाई गरुड पुराणमा भन्दछ, हिन्दू धर्ममा चाहिँ है। अनि गरुड पुराणमा चाहिँ के हुन्छ अरे भनेदेखि एउटा पितृ ऋण, अनि एउटा देव ऋण, अनि एउटा ऋषि ऋण भनेको तीनवटा ऋणले गाँजेको हुन्छ। अनि यो मानिसहरूलाई तपाईँ हामीले कसैले क्वेसन गर्यो भने उनीहरूले भन्न सक्दैनन् है। अनि यो ऋण चाहिँ के रहेछ त भन्दाखेरि एउटा छोरा जन्मेन भने पितृ ऋण होइन। अनि हामीले भाकलहरू गऱ्यौँ होइन, अब कुनै देउतालाई भाकल गऱ्यौँ, राँगा, बोका, भाले, परेवा होइन, ढुकुर, हामीले यस्तो भाकल गरेर पुर्याएनौँ भने पनि त्यो पनि एउटा ऋण हुन्छ होइन। अनि एउटा चाहिँ ऋषि ऋण होइन, एउटा चाहिँ अनि हामी जन्मेपछि हामीले पढ्न पर्ने हुन्छ। अनि पढ्यो भने मात्रै ऋषि ऋण चुक्ता हुन्छ, अनि पढेन भने चाहिँ त्यो ऋणहरू चुक्ता हुँदैन। तर आज तपाईँ र मैले मानिसहरूको ऋण लियौँ भने चाहिँ प्रिय मित्र दाजुभाइ दिदीबहिनी, धेरै हामीलाई त्यो ऋणहरू समयमा हामीले बुझाउन सकेनौँ भने हामीलाई धेरै दुःख पीडा हुन्छ हाम्रो जीवनमा। अनि आफ्नै मान्छेहरूले पनि तपाईँ हामीलाई दिँदैनन्, अनि तिर्ने बेला अनि हामीले सक्दैनौँ, अनि हामीले उनीहरूको धेरै बनाइहरू खानुपर्ने हुन्छ। अनि त्यो ऋण हुँदै गर्दाखेरि चाहिँ हाम्रो जीवनमा धेरै समस्याहरू आउँछ, हामीलाई थिङ्किङ आउँछ, हामीलाई सोचाइ आउँछ, हामी कसरी त्यो ऋणहरूलाई तिर्नुपर्ने भन्ने कुराहरू सोच आउँछ। अनि काम गर्दै गर्दाखेरि तलब हाम्रो थोरै हुन्छ, अनि त्यो तलबले पुग्दैन, घर परिवारलाई चलाउनु पर्ने हुन्छ। अनि त्यो गर्दै गर्दा चाहिँ नपुगेको कारणले चाहिँ हामीलाई धेरै दुःख अनि पीडा आउँदै गर्छ प्रिय मित्र दाजुभाइ दिदीबहिनी। त्यो भएको कारणले धेरै दुःख लाग्छ। अनि यो यात्रामा चाहिँ तपाईँ हाम्रो सहज छैन प्रिय मित्र दाजुभाइ दिदीबहिनी। त्यो भएको कारणले कठोर मनले एकदमै निरन्तरता काम गर्नुपर्ने हुन्छ। अनि त्यो भित्री आत्माबाट चाहिँ हामीलाई विश्वास गरेर हामी काम गर्दै गर्दाखेरि चाहिँ हामीलाई त्यो कामहरू पुरा गर्दै गर्दाखेरि चाहिँ हामी त्यो कुरामा हामी अगाडि बढ्न सक्छौँ। अनि आज हामी यसरी चाहिँ बढ्दै गर्दाखेरि हाम्रो जीवनमा हरेक कुराको उतार चढाव पनि आउँदछ। त्यो भएको कारणले हाम्रो जीवनमा चाहिँ हरेक उतार चढाव आउँदै गर्दाखेरि हामीलाई त्यो अर्काले त्यो भनाइ गर्दाखेरि हामीलाई ऋण माग्दै गर्दाखेरि डर त्रास पनि हुन्छ। अनि कसरी दिने भन्ने कुराहरू हुन्छ। अनि बाटोमा हिँड्दै गर्दाखेरि पनि हामीलाई त्यो सोचहरू आउँछ। अनि कोही बेला दुःख लागेर आउँछ, कसरी तिर्नु होला, कसरी के गर्नु होला भन्ने कुराहरू हामीलाई त्यो डर अनि त्रास आउँछ। अनि तिर्न नसकेको खण्डमा अब के गरौँ त भनेर कुनैलाई चाहिँ त्यो भएको कारणले मर्नसम्म पनि, त्यो आत्महत्या गर्नसम्म पनि पुर्याउने रहेछ है। हामीलाई पनि त्यस्तो हुन्थ्यो कोही कोही बेला होइन, हामी त्यस्तो सोच्थ्यौँ किनभने त्यो जीवन हामीले गुजारेका छौँ, अनि त्यो जीवन चाहिँ हाम्रो जीवनमा गएको छ। अनि त्यसरी चाहिँ सोच्दै गर्दाखेरि रुन आउँछ, रातमा निद्रा लाग्दैन, दिनमा भोक लाग्दैन। त्यो भएको कारण चाहिँ प्रिय मित्र दाजुभाइ दिदीबहिनी, आज तपाईँ र मलाई परमेश्वरले चाहिँ के भन्नुहुन्छ त भन्दाखेरि चाहिँ आज तिमीहरूलाई अनि हाम्रो परमेश्वर अनि प्रभु यीशु ख्रीष्टले चाहिँ हामी बाइबल पढ्दा चाहिँ यसरी चाहिँ हामी बुझ्दछौँ कि तिमीहरूको होइन, हामीलाई चाहिँ यसरी बताउनुहुन्छ हाम्रो जीवनमा चाहिँ यसरी बताउनुहुन्छ कि उहाँले चाहिँ तिमीहरू जान्दछौ कि आफ्ना पिता पुर्खाबाट आएका व्यर्थका कुराहरूदेखि सुन वा चाँदी जस्ता नाश हुने थोकद्वारा दाम तिरी तिमीहरू छुट्याएका होइनौ, तर निष्कोट र निष्कलङ्क थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्याएका छौ।
आमेन। आज त्यसरी चाहिँ परमेश्वरले छुट्याउनु भएको रहेछ। अनि आज प्रिय मित्र दाजुभाइ दिदी हामी त्यो ऋणमा डर अनि त्रास गरिराख्नु पर्दैन। हामीले निरन्तरता काम गरिराख्यौँ भनेदेखि अवश्य परमेश्वरले त्यो माध्यम दिनुहुन्छ अनि हामीले त्यो ऋणहरू पनि तिर्न सक्छौँ है। अनि त्यो भएको कारणले आज तपाईँ र म नयाँ भएका छौँ। अनि त्यसै गरेर भन्नुहुन्छ दोस्रो कोरिन्थी 5:17 यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएका छन्, हेर नयाँ आएको छ भनेर परमेश्वरले भन्नुहुन्छ। अनि साहस गर्नुहोस्, निराश नहोस्, हताश नहुनुहोस्। ऋण भए तापनि हामी निरन्तरता काम गर्छौँ भने अवश्य त्यो ऋणहरू हामीले तिर्न सक्छौँ प्रिय मित्र दाजुभाइ दिदी। त्यो भएको कारणले निराश हताश नहुनुहोस्। हरेक कुरामा परमेश्वरले हामीलाई त्यो ऋणहरू तिरिदिनु भएको छ। आमेन। परमेश्वरले तपाईँ हामीलाई कसरी ऋण तिरिदिनु भयो त भन्दाखेरि हामी यहाँनिर कलासीको 2:14 गएर हामी हेऱ्यौँ भनेदेखि हाम्रो विरुद्धमा रहेका तमसुक र त्यसका सबै कानुनी दाबीहरूलाई क्रुसमा किला ठोकी रद्द गरिदिनु भयो है। 15 पदमा हेर्नु भनेदेखि उहाँले प्रधानताहरू र शक्तिहरूलाई निशस्त्र पारी ती सबै माथि क्रुसमा विजय प्राप्त गर्नुभयो र तिनलाई खुल्लम खुल्ला तमासा बनाइदिनु भयो। आमेन। परमेश्वरलाई महिमा होस्। त्यसरी चाहिँ तपाईँ हामीलाई परमेश्वरले यसरी हाम्रो जीवनमा ऋणहरू तिरिदिनु भएको छ। किनभने हामीले हिन्दू धर्ममा गएर हामी जुन गरुड पुराणमा हामी सुन्यौँ भने पितृ ऋण, देव ऋण होइन, ऋषि ऋण, त्यो ऋण पनि छ भनेदेखि यहाँ पनि पुरानो करारको व्यवस्थामा ऋणहरू गाँजेका थिए। किनभनेदेखि व्यवस्थाको त्यो कुराहरूलाई पुरा गर्नुपर्ने, एउटा कुरा पनि एउटा चुक्यो भने हामीले त्यो कुरालाई हामीले पुरा गर्न सक्दैनौँ थियो। त्यो भएको कारणले त्यहाँनिर हामीले त्यो हाम्रो जीवनमा हरेक कुराहरूको उतार चढाव आएको कारणले चाहिँ हामीले त्यहाँ पनि एकदमै समस्या भोग्नुपर्ने कुराहरू हामीले त्यहाँनिर देख्यौँ है। त्यो भएको कारणले आज प्रिय मित्र दाजुभाइ दिदी हामी मन्दिरमै जानुपर्ने छैन। किनभने तपाईँ हामी जहाँ छौँ त्यहाँनिर हाम्रो परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। अनि हामीले जब परमेश्वरलाई ग्रहण गरेका छौँ र पुकार गरेका छौँ र हामीलाई यी सबै ऋणबाट चाहिँ चुक्ता बनाइदिनु भएको छ। त्यो भएको कारणले आज निराश नहुनुहोस्, हताश नहुनुहोस्। म भन्न चाहन्छु निरन्तरता परमेश्वरसँग प्रार्थना गर्नुहोस् र परमेश्वरले त्यो माध्यम जुटाइदिनुहुन्छ। किनभने हामीलाई रात दिन हरेक कुराको समस्याहरू हुन्छ। रातमा निद्रा लाग्दैन, दिनमा भोक लाग्दैन, अनि हामीलाई धेरै समस्याहरू आउँछ। तर पनि प्रिय मित्र दाजुभाइ दिदी हामी परमेश्वरलाई ग्रहण गरेर हामी अगाडि बढेका छौँ भने र प्रार्थना गरेर हामी अगाडि बढेका छौँ भने त्यो समस्याहरूको समाधान गर्न हामीले सक्छौँ। परमेश्वरले त्यो समय त्यो घडी हामीलाई जुटाइदिनुहुन्छ अनि हामीले त्यो पाएका छौँ र हामीले त्योबाट चाहिँ हामीले मुक्त गर्न सक्छौँ। हामीलाई परमेश्वरले यसरी ढाढास अनि एकदमै उहाँले चाहिँ हामीलाई निराशमा होइन, हताशमा होइन, तर डर त्रासदेखि हामीलाई फर्काएर परमेश्वरमा नयाँ जीवन जिउनलाई परमेश्वरले यो कुराहरू बताउनुहुन्छ। अनि त्यो हाम्रो सबै तमसुकहरू चाहिँ परमेश्वरले किल्ला ठोकेर क्रुसमा टाँगिदिनु भयो अनि हाम्रो ऋणहरूलाई रद्द गरिदिनु भएको छ। आमेन। त्यो भएको कारणले आज हामीले बोका भाले होइन अनि त्योहरू लगेर अनि ढोकुर परेवा लगेर हामीले पूजा गरिराख्नु पर्दैन। हामी अहिले यहाँनिर बाइबलमा हेऱ्यौँ भने पनि पुरानो करारमा हेऱ्यौँ भनेदेखि चाहिँ हामीलाई त्यो बाध्यता बनाएको छ व्यवस्थाले गर्दाखेरि है। तर परमेश्वरले आएर व्यवस्थालाई पुरा गरिदिनु भयो। हामीलाई हरेक हामीले भोग्नुपर्ने दुःख कष्ट उहाँले भोगिदिनु भयो। सबै कुराबाट उहाँले छुटकारा दिनुभएको छ। र प्रिय मित्र दाजुभाइ दिदी पनि दुःख लाग्छ, दुःख नमान्नुहोस्, निराश नहुनुहोस्, हताश नहुनुहोस्, डर त्रास गरेर हामी नबसौँ। तर परमेश्वरको अनुग्रह कृपामा हामीले जुन काम परमेश्वरले हामीलाई दिनुभएको छ त्यो काम गर्दै हामी अगाडि बढौँ। निरन्तरता परमेश्वरको अनुग्रह कृपामा प्रार्थना गरौँ। अवश्य हामीले त्यो कुरामा सबै कुरामा हामीले सुरक्षा, शान्ति, समृद्धि र परमेश्वरको अनुग्रह कृपामा हामीले यो ऋणहरूलाई सबै ठाउँबाट हामीले काम गर्दै बिस्तारै चुक्ता गर्न सक्छौँ। अनि हामीलाई लागेको हामीलाई मानिसहरूको ऋण पनि हामीले यसरी चुक्ता गर्छौँ भनेदेखि परमेश्वरले चाहिँ हामीलाई ती
पहिलादेखि गाँजेका ऋणहरू चाहिँ परमेश्वरले चुक्ता गरिदिनुहुन्छ। त्यो भएको कारणले हामी आज डर तरासमा होइन, निराशमा होइन, हताशमा होइन, तर परमेश्वरको अनुग्रह कृपामा हामी सबै कुराबाट छुटकारा पाइसकेका छौँ। आमेन।